एक पटकको कुरा हो, एउटा मनमोहक नानी जसको नाम सपना थियो रातको समय सुत्न गइन्। उसले आफ्नो आँखा बन्द गर्दा रङबिरङ्गी फूलहरूसँग भरिएको रमाइलो बगैँचामा पुग्छ। त्यहाँ तितीहरू नाचिरहेका थिए र चरा गुनगुनाइरहेका थिए। सपना बगैँचामा दौड्ने र फूलहरूको सुगन्धमा हराउने सपना देख्दै बाँच्न थाल्छ। अर्को बिहान सपना आँखाहरू खोलेर सोध्छ, म त्यो रमाइलो बगैँचा कहाँ पाउँछु। उसले नयाँ दिनको खोजीमा बाहिर निस्किन थालिन्। झ्यालबाट बाहिर हेरिएकै समयमा उसले रङ्गी विरुद्धको फूल र हरियाली देख्न पाउँछ। सपना सोच्न थाल्छ, मैले त्यो सुन्दर बगैँचामा जान पाउनुपर्छ। त्यसपछि उसले आफ्नो साथीहरूलाई बोलाउँछ र सँगै बगैँचाको खोजीमा निस्किन्छन्। सपना र उसका साथीहरू बगैँचामा खुसी यत्तिका क्षणहरू बिताउँछन्। हरियालीमा खेल्ने, फूलहरू टिप्ने र चरा उडाउने रमाइलो गर्दै बगैँचाको खुसी बाँड्न थाल्छन्। आजको दिन चाँडै समाप्त हुन्छ। सपना हृदयमा खुसी र सपना साथ लिएर घर फर्किन्छिन् र जान्छिन्, म सधैँ यस्तो